क्रिस्चियसको नाउँमा फेरि पनि यहाँहरूलाई जय मसीह। आज हामी उपवासको तेस्रो दिनमा छौँ। परमेश्वरलाई धेरै धन्यवाद कि उहाँले फेरि हामीलाई आफ्नो अनुग्रहमा हामीलाई डोराइराख्नु भएको छ। अनि म आशा गर्छु परमेश्वरले तपाईँलाई आशिषित बनाइराख्नु भएको छ। तपाईँको उपवास एकदम आशिषित तरिकाले बितिराखेको छ भन्ने कुराको विश्वास गर्दछु र हामीले तपाईँहरू सबैजनाको लागि निरन्तर प्रार्थना गरिरहेको छौँ र परमेश्वरले पक्कै पनि तपाईँको जीवनमा एउटा ठुलो आशिषलाई गर्न लाग्नु भएको छ। हुन्छ, म आज छोटो केही आशिषका कुराहरूलाई बाँड्न चाहन्छु ताकि हामी यो उपवास बस्दै गर्दाखेरि अझै हामीलाई ऊर्जा मिलोस्, बल, शक्ति र ताकत मिलोस् र हामी अझै अगाडि दौडिन सकौँ। आमेन। यसरी लेखेको छ एफिसीको पुस्तक 3 अध्यायको 16 पदलाई म पढ्न चाहन्छु। म प्रार्थना गर्छु कि उहाँका महिमाको सम्पत्ति अनुसारको शक्तिले उहाँका आत्माद्वारा भित्री मनुष्यत्वमा तिमीहरूलाई शक्तिशाली पारुन्। आमेन। धेरै कुराहरू छ तर मैले आज भन्न खोजेको कुरा चाहिँ भित्री मनुष्यत्व है, हाम्रो इनर स्पिरिट अथवा इनर म्यान चाहिँ बलियो हुनुपर्छ भन्ने कुरा चाहिँ म बताउन चाहन्छु। अनि हामीले यो बस्दै गरेको उपवासले चाहिँ हाम्रो भित्रको जुन हाम्रो इनर म्यान छ त्यसलाई चाहिँ बढाउने, त्यसलाई चाहिँ बलियो बनाउने काम चाहिँ गर्छ है। हामी खाना नखाँदै गर्दाखेरि, खानालाई छोड्दै गर्दाखेरि हामी शरीरमा त कमजोर हुन्छौँ है। कति कुरामा अब जुन बल शक्ति शरीरले पाउनु पर्ने त्यो कुरा चाहिँ पाइराखेको हुन्न, शरीर चाहिँ कमजोर भइराखेको हुन्छ। तर जब हामी साँच्चै त्यो उपवासमा आउँछौँ, जब प्रार्थनामा वचनमा समय बिताउँछौँ नि, हाम्रो शरीर कमजोर हुँदै गए तापनि भित्रको जुन हाम्रो रियल म्यान छ, हाम्रो वास्तविक मान्छे जो भित्रको आत्मा छ त्यो चाहिँ बलियो हुँदै जान्छ। किनकि एउटा वान अफ द वे एउटा हामीलाई बलियो बनाउने तरिका चाहिँ एउटा के भन्दाखेरि उपवास हो। जब हामी उपवासमा आउँछौँ, प्रार्थनामा समय बिताउँछ, हाम्रो भित्री मनुष्यत्व चाहिँ बढ्दै अनि बलियो हुँदै जान्छ। अनि जब हाम्रो भित्री मनुष्यत्व बलियो हुन्छ नि त्यसले चाहिँ हामीलाई हरेक कुरामा सहायता गर्छ। अनि प्रभुको वचनले भन्छ मानिसको आत्माले चाहिँ त्यसको दुःख घटीमा चाहिँ त्यसलाई सहायता गर्छ। अनि भित्रको हाम्रो इनर म्यान चाहिँ, हाम्रो भित्री मनुष्यत्व चाहिँ बलियो छ भनेपछि, शक्तिशाली छ भनेपछि चाहिँ हामी हाम्रो दुःखको र अप्ठ्यारो समयहरूमा चाहिँ हामी त्यसलाई सामना गर्न सक्छौँ। तर यदि हाम्रो भित्री मनुष्यत्व, हाम्रो इनर स्पिरिट, इनर म्यान चाहिँ हाम्रो कमजोर भयो भने चाहिँ हामी कति कुरालाई ट्याकल गर्न सक्दैनौँ अथवा त्यसलाई फेस गर्न सक्दैनौँ, सामना गर्न सक्दैनौँ। तर जब हामी उपवास बस्छौँ अनि उपवासले गर्ने एउटा अर्को काम भनेको चाहिँ त्यसले चाहिँ हाम्रो भित्री मनुष्यत्वलाई चाहिँ के गर्छ, शक्तिशाली पार्ने काम, बलियो पार्ने काम चाहिँ गर्छ। हामी सबैजनाले थाहा पाइराखेको कुरा हो कि मान्छे चाहिँ 3वटा भाग चाहिँ हामी थाहा छ, शरीर, प्राण अनि आत्मा। अनि हामी चाहिँ वास्तविक चाहिँ हामी चाहिँ आत्मा हो। अनि त्यो आत्मा बलियो भयो भने चाहिँ हामी अरू कुरालाई चाहिँ एचिभ गर्न सक्छौँ। अनि त्यो आत्मालाई बलियो बनाउने काम चाहिँ एउटा उपवासले पनि गर्छ। जब हामी उपवासमा आउँछौँ अनि परमेश्वरसँग समय बिताउँछौँ, हाम्रो भित्री मनुष्यत्व चाहिँ के हुन थाल्छ, बलियो हुन थाल्छ। अनि प्रभुको वचन एफिसीको पुस्तक 6 अध्यायले भन्छ अन्त्यमा भाइ हो प्रभुमा बलियो। अनि बलियो हुने काम चाहिँ, प्रभुमा हामीलाई बलियो बनाउने काम चाहिँ एउटा उपवासले पनि हामीलाई त्यो बलियो बनाउने एउटा के भन्छ प्रक्रियातिर हामीलाई चाहिँ लैजान्छ। हामी चाहिँ बलियो हुन थाल्छौँ। अनि पावलले के भन्दाखेरि म बारम्बार उपवासमा थिएँ भनेर उसले आफ्नो कठिनाइको कुराहरूलाई बताउँदै गर्दाखेरि, उसले आफूले गरेको कुराहरू बताउँदै गर्दा उसले के भन्दाखेरि म बारम्बार उपवासमा थिएँ भनेर चाहिँ भन्ने गरेको हामी पाउँछौँ। येशू ख्रीष्ट पनि यस पृथ्वीमा रहँदै गर्दाखेरि उहाँ उपवास बस्नु, उहाँको मिनिस्ट्रीको सुरुवाती सेवाको सुरुवात गर्दाखेरि नै उहाँ 40 रातको उपवास बस्नुभयो। अनि अक्सर उहाँ चाहिँ उपवासमा हुनुहुन्थ्यो किनकि त्यसले चाहिँ हाम्रो भित्री मनुष्यतालाई चाहिँ के गर्छ, बलियो बनाउँछ। अनि हामी वास्तवमा को हो, मैले फोकसबाट गर्नुपर्ने कुरा कहाँ हो भन्ने कुरा चाहिँ हामीलाई लैजान्छ। अनि अर्को मेन कुरा चाहिँ जब हामी उपवास बस्छौँ, हाम्रो शरीरले हामीलाई डोमिनियन होइन तर हाम्रो स्पिरिटले चाहिँ हाम्रो शरीरलाई डोमिनियन गर्न थाल्छ। अनि तर जब हाम्रो शरीरले चाहिँ हाम्रो आत्मालाई प्रभुत्व गर्न थाल्यो भने चाहिँ त्यो सही हुँदैन, त्यसले एक्सिडेन्ट लिन सक्छ अथवा दुर्घटना पर्न सक्छ, जोखिम मोल्न पर्ने हुनसक्छ। तर जब हाम्रो स्पिरिटले हाम्रो सोल र हाम्रो बडीलाई, हाम्रो शरीर र प्राणलाई चाहिँ जब आत्माले नियन्त्रण गर्छ त्यहाँ चाहिँ आशिषहरू आउन थाल्छ। अनि जब हामी उपवास बस्छौँ, उपवास बस्नु भनेको चाहिँ म मेरो नियन्त्रण मेरो शरीरलाई होइन, म मेरो नियन्त्रण प्राणलाई होइन, तर म मेरो नियन्त्रण आत्मालाई दिन्छु भनिराखेको
राखेको चाहिँ हो है एउटा भाषामा भन्यो भने। अनि त्यही भएको कारणले गर्दा जब हामी उपवास बस्छौँ अनि उपवास बस्दै गर्दा हाम्रो आत्मा चाहिँ बलियो हुन्छ। जब हाम्रो आत्मा बलियो हुन्छ, शक्तिशाली हुन्छ नि, त्यो शक्तिशाली भएको आत्माले जब हाम्रो शरीरलाई चलाउन थाल्छ, हामीले हात हाल्दै गरेको, हामी जाँदै गरेको, हामीले छुँदै गरेको हरेक ठाउँमा चाहिँ आशिष बग्न थाल्छ। आमेन। अनि म तपाईँलाई उत्साह दिन चाहन्छु। तपाईँले बस्दै गरेको उपवासले शरीरमा तपाईँलाई कमजोर बनाइराखेको होला, थाकिराखेको होला, कसरी हुन्छ घडीहरू राख्नु भएको होला, कति बज्छ, तर म उत्साह दिन चाहन्छु फेरि आजको दिनमा तपाईँ उपवास बस्दै गर्दाखेरि तपाईँको भित्रको आत्मा चाहिँ बलियो भइराखेको छ, भित्रको आत्मा चाहिँ शक्तिशाली भइराखेको छ, भित्रको आत्मा चाहिँ तयार हुँदैछ। परमेश्वरले तपाईँहरूलाई आशिष गर्नुभएको होस्। आउने अरू दिनहरूमा पनि तपाईँ गर्न सक्नुहुन्छ, किनकि तपाईँको भित्रको आत्मा चाहिँ तयार हुँदैछ अनि तपाईँको भित्री मनुष्यतालाई चाहिँ परमेश्वरले शक्तिशाली पार्न लाग्नुभएको छ। आमेन। परमेश्वरले सबैजनालाई आशिष गर्नुभएको होस्। जय मसीह।